उनीहरूले जबरजस्त हामीलाई चाहिँ चिट्ठा भिडाइदिएछ हामीले थाहा पनि छैन त्यसरी गरिरहेको तर नत्र त हामीले त तामाङ परिवार छ हामीले चाहिँ चिट्ठा कार्यक्रम गर्ने भनेको यो हुँदैन एक एकजना गएर एनसीसी बसेर एक एकजना प्रतिनिधि जानु एनसीसी बसेर निर्णय गर्नु गर्ने हो नत्र हामी जस्तै गर्नुस् हामी जस्तै गर्नुस् हामी जस्तै तपाईले हामी त्यो सम्म नदिनुहोस् 2-3 दिनमा हामी गर्दैनौँ तर एनिवान कुनै दिन कुनै सन्डे पारेर छुट्टीको मौका पारेर हामीले गर्ने अवसर दिनुहोस् हामी गर्छौँ छोड्नु नै पर्छ नगरेकाले गर्न पाउनु पर्छ र अहिले भर्खर मैले के भन्छ किनभने मैले नपाउला तर मैले के भनेर म हस्ताक्षर चाहिँ गर्दिनँ पर्वतको पहिलो प्रस्तुत सनसनी धमाका भन्ने हामीले सबै तयारी बनाएर राखेका छौँ र यो पर्वतले खासै पर्वत जिल्ला अस्पताल अत्यन्तै झिँडा अवस्थामा छ र त्यहाँका सामग्रीहरू पठाउने हाम्रो प्रमुख उद्देश्य हो र यो उद्देश्यलाई लिएर हामीले कार्यक्रम कुनै हालतमा नछोडिकन गर्ने हाम्रो कार्यक्रम छ अलि फेरि विद्यार्थीको सङ्ख्या एकदम बढ्न लाग्यो गर्दाखेरि उहाँको प्रिन्सिपलले चाहिँ मलाई फोन गरेर के भनेपछि पहिला तपाईँले भन्नु ल अलिकति राहत चाहियो भन्दाखेरि ल हामीले कुरा गर्छौँ त्यसपछि के हुन्छ के न केही अलिकति थोरै रकम गराएर कार्यक्रम गरेर हुन्छ के गरेर हुन्छ हामीले चाहिँ पठाउँछौँ भनेर चाहिँ सल्लाह उनीहरूले चाहिँ हामीले पनि एउटा यो कार्यक्रम गरेर गरेर केही पनि राहत भए पनि त्यो छात्रवृत्ति पठाएर हामीले चाहिँ 2 तल्ला भवन निर्माण गर्ने हाम्रो आयोजना छ त्यसको भएकोले चाहिँ हामीले पनि नछोड्ने भन्ने कुरा एक्चुअली गरिसकेका संस्थाले नगरौँ भनेर र यहाँ तपाईँहरूले इतिहास पल्टाएर हेर्नुहुन्छ भने यहाँ धेरै संस्थाहरूले गरिसकेका छन् कार्यक्रम र चितवनले पनि 9 वर्षमा कार्यक्रम गरेको छ चितवनले तपाईँहरूले यो पनि हेर्नु आवश्यक छ 9 वर्षमा चितवनले कतिवटा कार्यक्रम गर्यो र त्यसपछि गएर हाम्रो चाहिँ सम्पूर्ण प्रक्रियाहरू अन्तिम चरणमा पुगिसकेको छ म यो यहाँहरूलाई जानकारी गराउन चाहन्छु केही दिन मात्रै अगाडि नेपाल गएर कलाकारहरूसँग मौखिक हाम्रो एग्रिमेन्ट सबै भइसकेको छ लिखित मात्रै एग्रिमेन्ट हुन बाँकी छ आज हाम्रो सायद यहाँले न्युज पढ्नुभयो होला यङगम्पुमा आज हाम्रो चितवनहरूको बृहत मिटिङ छ जसमा पैसा उठाउने कार्यदेखि लिएर सम्पूर्ण प्रक्रियाहरू पनि आज सम्पन्न भइसकेका छ सायद एनसीसीको यो मिटिङ छ भन्ने हामीले पहिला थाहा पाएको हामीले त्यो मिटिङ राख्थेनौँ र यो चाहिँ पछि आयो हाम्रो मिटिङको एनाउन्स चाहिँ धेरै अगाडि भइसकेको थियो त्यसकारणले हाम्रो प्रक्रिया अन्तिम चरणमा पुगिसकेको हामी कार्यक्रम गर्ने त्यसैले के गर्ने हाम्रो पनि त्यस्तै किसिमको कथा व्यथाहरू हाम्रो भोजपुर जिल्लाको छ कथा व्यथामा म एक दुईवटा कथा व्यथाहरू सुनाउँछु तपाईँहरूलाई बल्ल बल्ल भोजपुरीहरूले गाडी देखेका छन् तर बिचमा तम्बरको पुल छैन वारी बाटो पारी बाटो वारी गाडी पारी गाडी बिचमा पुल छैन त्यस्तो एउटा छ अर्को अवस्था के छ भने कतिपय यस्तो ठाउँ छ पेट दुख्यो भने 2 रुपियाँको दबाई पाउने अवस्था छैन पैसा भएर पनि त्यो अवस्था पनि छ कतिपय यस्तो ठाउँ छ हाम्रो भोजपुर जिल्लाको उकाली ओह्राली धाउनुपर्छ भरियाहरू त्यस्तो ठाउँमा पानी खाने ठाउँ छैन पानीको व्यवस्था हुन सकेका छैन त्यहाँ पानी माग्यो भने जाँड किनेर खानुपर्छ पानी माग्यो भने त्यो पानी चाहिँ छोरीको दाइजो हो भन्ने गरिन्छ त्यस्तो ठाउँ पनि छ त्यस्तो ठाउँलाई हामीहरूले पनि सहयोग पुर्याउन सकिन्छ भनेर हामीहरूले पनि संस्था स्थापना गरेको हो र यसै क्रममा कार्यक्रम गर्ने कुरो छ कार्यक्रम गर्ने कुरोमा पालो गरेर गर्नुपर्छ मुख्य कुरो हो मेरो नाम लेखेको त हाम्रो भोजपुरको नाम लेखेको छ भने नाम लेखेका भरमा कार्यक्रम गर्नुपर्छ भन्ने छैन अघि हँस्यौली पनि गर्यौं चितवनको साथीले जवाब दिनुभयो पाइयो भने गर्ने हामीले पनि पाइयो भने गर्ने हो तर त्यो होइन पालो गरेर गर्नु पर्यो पालो गरेर कार्यक्रम गरौँ होइन एउटा अर्को कुरो चितवनको त्यस्तो कुराकानी गर्नुहुन्छ भने 2005 मा हामीले अघिल्लो दिन कार्यक्रम गरेको तपाईले पछि होइन त्यो कुरो म छैन तपाईले चिठा कार्यक्रम गर्नुस् बेले कुरो होइन तर म के आग्रह गर्छु भने चितवन परिवारलाई भोजपुर परिवारले कार्यक्रम गर्नको लागि नाम लेखाएको होइन हामी गर्दैनौँ एउटा कुरो के गर्छु भने कुनै पनि अरु संस्थालाई टक्कर दिएर नगर्नु है कुनै पनि संस्थालाई आफ्नो संस्था होइन म के आग्रह गर्छु भने चितवन परिवारलाई 1 वर्षको लागि तपाई र भोजपुर परिवारले कार्यक्रमको लागि अगाडि नबढौँ भन्ने म आग्रह गर्छु अर्को कुरो म एउटा प्रस्ताव के गर्न चाहन्छु भने कुनै पनि संस्थामा
काम गर्ने चाहिँ एउटा पदावधि हुन्छ। मेरो पनि एउटा पदावधि छ, त्यसको वार्षिक उत्सव गर्नुपर्ने हुन्छ। यो वर्षभित्रमा मैले पनि एक दिने कार्यक्रम गर्ने व्यवस्था हामीहरूले कुराकानी गर्दैछौँ। त्यसको लागि अरू संस्थालाई हामीले सहयोग गरे सरह तपाईँहरूले सहयोग गरिदिनुहुन्छ भन्ने अपेक्षा राखेको छु। किन तामाङसँग र राप्तीले गर्ने भनिसकेपछि बाइकमा बस्नुपर्छ, योभन्दा अगाडि प्रोग्राम गर्ने पछिको कुकुरले गर्ने तिनीहरू चाहिँ बाइकमा बस्ने नाम लेखाएर भन्ने कुरो भएपछि ठिक छ। त्यसो भए हामी बाइकमै बस्नु भयो र त्यतिखेर स्याङ्जा र हामी खोटाङको चाहिँ बाइकमा बसेर अनि अब हाम्रो चुसक चाहिँ हाम्रो निर्भेद प्रोग्राममा भएर खास हामी ढोकैले बसेको। अब हामी चाहिँ तयारीमा मात्रै जाने, एनसीलाई केही पनि केही भन्नु छैन, हामी सबै जानकारी गराइसक्यो भन्ने यसले आज हामी त्यो अचानक फोन आएर आएको म अहिले सबै कागज त्यसो भएर त्यही भएर खोटाङ चाहिँ क्षेत्रीय संगठनको रूपमा पनि हेर्नुहुन्छ भने सबैभन्दा पुरानो संस्था हो। 94 तिर यो स्थापना भएको खोटाङमा र त्यतिखेर 92 तिर खोटाङ अस्पताल भर्खर निर्माण भएको थियो। त्यो पिरियडमा चाहिँ अब के गर्ने त एक्सरे भिडियो एक्सरे मेसिन चाहिँ एकदम आवश्यक परेको छ, कहाँबाट सहयोग माग्ने भन्ने कुरो हुँदाखेरि चाहिँ त्यतिखेरको अग्रज दाइहरू प्रखण्ड दाइहरू यहीँ हुनुहुन्छ, दुईजना दाइहरू, एउटा अब एकजना गङ्गाराज दाइ हो, एकजना डेलिभरी दाइ हुनुहुन्छ। उहाँहरूको पालामा चाहिँ त्यो 97मा प्रोग्राम गरेर एउटा भिडियो एक्सरे बनाउनु भएको थियो। फेरि अहिले समस्या के आयो भन्दाखेरि हाम्रो खोटाङमा राम्रोसँग बत्ती पुगेको छैन। त्यही भएर रावा लिडिङ जलविद्युत आयोजना भन्ने चाहिँ अहिले भर्खरै एउटा राखेको छ र खोटाङ जे समस्या परे पनि हाम्रो खोटाङ समाज भएर काठमाडौँमा स्थापना भएको छ, 2031 सालमा स्थापना भएको थियो र खोटाङको हरेक क्षेत्रमा चाहिँ त्यो संस्थाले सहयोग गर्ने गर्छ। विदेशमा आह्वान गर्नुपर्दाखेरि त्यसलाई भनेपछि त्यसले गर्ने हो। त्यही भएर योभन्दा अगाडि हामीले यस्तो यस्तो गरेका थियौँ। अब संयोजक चाहिँ तल छोडेर आएको हामीले केही पनि एकदम निष्क्रिय भइराखेको छ। अलिक एउटा जसरी हुन्छ यो अहिले जलविद्युतमा चाहिँ जति सक्दो तैँले सहयोग गर्नु पर्यो त्यहाँ सबैले भनेको हुनाले मैले चाहिँ यो त्यही भएर ढुक्क भएर आएको। खासमा आज आउनु पनि नपर्ने हो, एनसीसीको र 8-9वटा संस्थाको निर्णय अनुसार चाहिँ स्याङ्जा र खोटाङ आज आउनु नपर्ने हो त्यो निर्णयले। त्यही भएर मैले त कुनै हालतमा यो छोड्दिनँ, तपाईँहरूलाई त्यो भनिसके सबै मेरो कुरो। तर खोटाङले चाहिँ पहिले गरिसक्नु भएको रहेछ, तपाईँले धेरै आफ्नो जिल्लालाई पनि देखाइसक्नु भएको छ। 97को कुरो हो यो, त 2000 भन्दा यताको कुरोहरू आउँदैछन् क्या, यो त 97को कुरो हो। त्यो भएको हुनाले मैले चाहिँ कुनै हालतमा छोड्दिनँ पनि र यो छोडिनु यो एनसीसीको होइन, एनसीसीको मिटिङ र म्याटिङ अनुसार चाहिँ खोटाङ र स्याङ्जाले पाएको हो। त्यो नत्र किन त्यस्तो वायात मान्छेलाई बोका बनाउनलाई त्यो सही गराउनु किन पर्थ्यो भने सल्लाहको लागि हामी गएर एक दुई भइसकेपछि सल्लाहमा राप्ती र तामाङलाई पाएको हो, त्यो कुरो नि हामीले मनन गरेका छौँ। पछि बिचमा आएर बौद्ध परिवारले अड्को थापे सूचना एकै दिन प्रसारण भयो, दुईजनाले त्यो चुसकको कार्यक्रममा। त्यसपछि सूचना प्रभाव भएपछि अनि त्यसपछि हामी भित्र रूपमा बौद्ध परिवारलाई बातविवाद हुँदै आयौँ। त्यसपछि लास्टमा हामी यहीँ आयौँ, मदायहरू हुनुहुन्छ, विभिन्न सङ्घ संस्थाको प्रतिनिधिहरू पनि हुनुहुन्थ्यो। अनि त्यसपछि त्यो कुरा हुँदै गएपछि के अरे चुसकमै फेरि मगरसँगले पनि 3 तारिकको घोषणा गरेको थियो। यही 3 तारिकको चुसक 3 तारिकको लागि होइन सल्लाह पहिलेको चुसकमै घोषणा सल्लाहको घोषणा गरेको थियो। अनि त्यसले गर्दा त्यसपछि लास्टमा आएर हाम्रो चाहिँ के भयो भने सबै कुरा त्यसपछि यहाँ आइसकेपछि दायरले के अरे सम्झौता गर्दै जाँदा 3 तारिकको लागि तामाङले गर्न पाउनुपर्छ भन्ने कुरा चाहिँ विभिन्न संस्थाको प्रतिनिधिहरू हुनुहुन्थ्यो त्यो बेला। त्यसपछि हामीले चाहिँ 3 तारिकको लागि यो 10औँको 3 तारिकको लागि चाहिँ चुसकको लागि तामाङले पहिले नै प्रिपेयर पनि भइसकेको थियो चुसकको लागि सल्लाहको लागि। त्यसको लागि बौद्ध परिवारले क्षतिपूर्ति पनि दिन्छ भन्नुभएको थियो। भर्खर आमाले भन्नु बौद्ध परिवारले क्षतिपूर्ति दियो कि दिएन भनेर पनि कुरा गर्नुभएको थियो भर्खरै। उहाँले हाम्रो त्यो कलाकार पनि सबै ऊ भइसकेको थियो, सबै हाम्रो एकदमै भइसकेको थियो। त्यसपछि त्यस बिचमा हामीले दुःख कुरा हामीले क्यान्सल गर्नु पऱ्यो। त्यो कुरा मैले भन्नुभन्दा पनि यहाँ एनसीसीकै सबैले थाहा छ। त्यसपछि हामीले चाहिँ 3 तारिकको लागि कार्यक्रम गर्छौँ भनेर हामी लगातार आएका छौँ होइन। त्यसपछि सबै कार्यक्रम सबै पूर्वाधारहरू तयार भइसकेका छ। तामाङले 3 तारिक कार्यक्रम हामीले कार्यक्रम गर्छौँ गर्ने भनेर कार्यक्रम एनाउन्स गरेका थियौँ र त्यति बेला यहाँ फैसला हुने बेलामा चाहिँ हामी हुन सकेनौँ। कहाँ अलिकति के भयो भन्दाखेरि कम्युनिकेसनको अलिकति गल्ती प्रचार भयो क्या एनसीसीबाट चाहिँ। त्यहाँ के भनियो भन्दाखेरि एनसीसीको जलपान कार्यक्रम चियापान कार्यक्रम मात्रै लेखियो सूचनामा चाहिँ। मैले सोचेँ कि त्यो चियापान कार्यक्रम मात्र होला भनेर चाहिँ त्यति बेला चाहिँ म चाहिँ कन्स्ट्रक्सन काम गर्ने आइतबार छुट्टी नहुने र म चाहिँ त्यति बेला आउन सकेन। त्यति बेला चाहिँ किनभने यही अब आउने कार्यक्रममा छलफल हुनेछ भन्दै म जसरी पनि काम छोडेर भन्ने आउने थिएँ। त्यति बेला चाहिँ जलपान कार्यक्रम भनेर सूचना प्रकाश गरियो, तर चाहिँ यहाँ चाहिँ त्यो कार्यक्रममा छलफल गरिएछ। त्यस हिसाबले हाम्रो नाम त्यति बेला पनि छुट्यो, त्यति बेला छुट्यो क्या। त्यति बेला 2 वर्ष अगाडि पनि हामीले एनाउन्स गरेको थियौँ, त्यति बेला छुट्यो।
त्यो चाहिँ पहिलो कुरा हो र अहिले चाहिँ अब हामीले गर्ने कार्यक्रम गर्ने भनेर बोलेका छौँ। कार्यक्रम गर्ने कसले गर्ने के गर्ने कसरी गर्ने भन्ने कुरोमा धेरैवटा प्रपोजलहरू पनि राखिसक्नुभयो। कसैले एम्बुलेन्स कसैले घर कसैले के अब हामी के टेम्पो किन्नतिर लागेर हामीले प्रपोजल लिएर आउनु त्यो पनि होइन। तर के भने कार्यक्रम गर्न पाउनुपर्छ भन्ने कुरो मेरो पनि मान छ तपाईँहरूसँग अघिदेखि पनि र समयदेखि र कुरो जति बेला पनि बाजिराखेको के छ भनेदेखि अगाडिदेखि गरेकोहरूले गर्न पाउँदैन। त्यसमा पनि हामी केही नभन्नु किनभनेदेखि उहाँहरू पनि आउनुहुन्छ लड्नुहुन्छ यत्रो भातृ समाजमा संस्था भनेर हामीले गर्छ उहाँहरूले आउने नपाउने त होइन उहाँहरूले आएर बोल्नु पाउनुपर्छ मेरो चाहिँ मानसिकता त्यो हो। तर कार्यक्रम चाहिँ गर्ने यसले गर्ने उसले गर्ने भने तपाईँ हाम्रो सबैको मनस्थितिभित्र पसिसकेको छ यसले पाउँछ भन्ने कुरो पनि सबैले बुझिसकेका छौँ। बाँकी निर्णय भनेको एनसीसीलाई दिने भने